तपाईँ वैदेशिक रोजगारमा रहेका नेपालीलाई मेरो सिधा प्रश्न छ। कृपया मलाई कमेन्ट गरेर सहयोग गरिदिनुहोला। आज डिसेम्बर 18 विभिन्न संयुक्त राष्ट्र संघीय निकायहरू, सरकारहरू, गैर सरकारी क्षेत्रमा यो दिवसलाई पर्वकै रूपमा मनाउने गरिन्छ। नेपालमा पनि विभिन्न निकायहरूले आज यसलाई दिवसकै रूपमा मनाएका छन्। मेरो प्रश्न छ, तपाईलाई एक मानवले अर्को मानवलाई दिने सहयोग पाउनु भएको छ? तपाईहरूले पठाएको विप्रेषणले मुलुकको अर्थतन्त्र चलायमान भएको छ। के तपाईलाई राज्यले राम्रो दृष्टिकोणले हेरेको छ? वैदेशिक रोजगारीमा जाँदा होस् या अहिले तपाईहरूले के कस्ता झन्झटहरू बेहोर्नु परिरहेको छ? तपाईँ विदेशमा रहँदा के राज्यले सहयोग गरिरहेको छ? कानुनी सहायता दिएको छ? मेरो त स्पष्ट धारणा छ, तपाईहरूलाई वैदेशिक रोजगारीमा जाँदा होस् या वैदेशिक रोजगारीमा रहँदा होस्, राज्यले दिनुपर्ने सहयोग दिएको छैन। नेपालको कानूनले तपाईलाई पाइला पाइलामा शोषण गरिरहेको छ। वैदेशिक रोजगार ऐन 2064 को प्रत्येक दफाले तपाईहरूको विदेश जान लाग्ने कस्टलाई या शुल्कलाई बढाएको छ। तपाईहरूको यसमा के राय छ? तपाईँ हामी सबैजनाले आवाज उठाउनु जरुरी छ। पुराना कानून, काम नलाग्ने कानून नेपालमा बदलिनु पर्छ। तपाईहरूले राज्यलाई योगदान गरिरहनु भएको छ। धन्यवाद।